आज हामी आफ्नै करेसाबारीमा फलेको फल टिपेर जङ्गली बाँदरलाई दिन जाँदैछौँ। अब पाकेर यत्तिकै झरेर नष्ट हुने भएको हुनाले जङ्गली बाँदरलाई दिनु उपयुक्त देखिन्छ। उनीहरू पनि मान्छेले फल ल्याइन्छ, हामीलाई खानेकुरा ल्याइन्छ भनेर सडकमा आएर कुरेर बसेका हुन्छन्। यो बगैँचामा लिची, आँप, रुखकटहर, भैँकटहर, अम्बा, मेवा, सिमल तरुल, निङ्ग्रो, कर्कलो, पानको पात धेरै कुराहरू रोपिएको छ। उहाँले अम्बा टिप्दै हुनुहुन्छ। ले टिप्यौँ मेवा, अम्बा, यो सापटा फल। आइज ला ओइ ए ए ले हात त के भयो यसको सबै आउँछ र त्यहाँनिर यहाँ पुरै बाँदरका झुन्डहरू छन्। बिचराहरू जङ्गलमा खानेकुरो नपाएर पुरै सडकमा आएर बस्छन्। जङ्गली बाँदरहरू अनि मान्छेदेखि तसिहाल्छ। घरपालुवा जनावर होइन नि, पशुपतिको बाँदरहरू आएर पुरै डराएको डराएको त्यहाँ हेरेर आएको हो। आइज आइज अब यिनीहरू तर्सिन्छ क्या। यी जङ्गली बाँदरहरू यस्तै हुनु, मान्छेदेखि तर्सिन्छ। मान्छेसँग रत्तेको हुँदैन नि त। मुखमा के भन्छ यसको? अब जुधेर के गर्दैन आइज तँलाई हामी। जा 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 गएर खा, डराएको हेर न।